गुड मर्निङ, नमस्ते साथीहरू। योभन्दा अगाडिको दुईटा भिडियोमा मनोरोगको उत्पत्ति र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा चर्चा हुँदै गर्दा अब भनियो सकेसम्म ध्यान गर्नुस् भन्ने कुरा आयो साथीहरू। सकिँदैन भने अब आध्यात्मिक चिन्तन वैराग्यिक बाटो पनि देखाइयो साथीहरू। तर म के भन्न चाहन्छु भने साथीहरू, आज ध्यानको टपिकलाई अलि विशेष जोड दिन चाहे। ध्यान संयुक्त राष्ट्र संघले पनि मेडिटेसन डे घोषणा गर्यो पनि भन्ने हो साथीहरू। हो साथी, यदि सकिन्छ भने ध्यान किन नगर्ने त? ध्यान एउटा यस्तो चीज हो, हामीले हेर्न सक्छौं हाम्रो वैदिक सनातनमा राजपाट छोडेर जंगल गएर तप गर्ने ध्यान गर्ने कुराहरू पनि कहीँ कहीँ देखिन्छ। यसको लजिक कारण के होला त भनेर चिन्तन गर्नेतिर गयौं भने पक्कै केही न केही बेनिफिट छ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ साथीहरू। यो ध्यानबाट हामीले प्राप्त गर्न सक्ने अनेक कुराहरू छ। ब्रह्माण्डीय ज्ञानदेखि लिएर हाम्रो जीवन पद्धतिमा आउने उतार चढावको सारा समस्या यहाँभित्र लुकेको छ साथीहरू। जसमध्ये एउटा मनोरोग पनि भनियो, मानसिक समस्या भनियो। अब यो मानसिक समस्यालाई पनि छोडिदिउँ साथीहरू। यदि ध्यानको चरम लेभल पार गर्न सकिएको खण्डमा के केसम्म हुन सक्ला भन्ने कुरातिर जाउँ साथीहरू। ऋषिमुनिहरूको भाषा अनुसार साथीहरू, मानवको विकास हुने क्रममा, सृष्टि हुने क्रममा गर्भमा माताको पेटमा रहेको सानो भ्रूणको विकास हुँदा हुँदै त्यो सानो भ्रूण त भित्र यति विकास हुन जान्छ कि 208वटा 6वटा कतिवटा हड्डीहरू छ हाम्रो। यो हड्डीहरूको विकास हुन्छ, मुटु, कलेजो, फोक्सो, आँखा, दिमाग इत्यादि सबै कुराको विकास हुन जान्छ साथीहरू। यो कसले बनायो होला यसो बुझ्नुहोस् त। यो ब्रह्माण्डीय शक्तिबाट निर्मित छ साथीहरू। सारा संसार ब्रह्माण्डीय शक्तिबाट सञ्चालित छ र यसले क्रिएट गर्छ, यसले नष्ट गर्छ साथीहरू। अब यदि यसले क्रिएट गर्छ भने, यसले नष्ट गर्छ भने हाम्रो यो मन, मस्तिष्क, यो हाम्रो चिन्तन प्रणाली सारा ब्रह्माण्डबाट सञ्चालित छ साथीहरू। त्यसैले साथीहरू, मनोरोग मात्रै होइन, यदि ध्यानको चरम लेभल पार गर्न सक्यो भने शरीरको अनेक अङ्गलाई फाइदा हुन सक्ने गरेर चाहिँ तपाईको शरीरमा रोग भन्ने चिजै रहने छैन साथीहरू। ध्यानको चरम लेभल त्यो छ साथीहरू। हवस् त।